ल एउटा पुरानो जोक सुन्नु है। यो जोक पहिले पनि भनिसकेको जोक हो, भाइहरूलाई फेरि पनि भनेर सुनाउन चाहन्छु। कुरो धेरै वर्ष अगाडिको हो, मध्य पहाडी क्षेत्रको कुरो हो। धेरै वर्ष अगाडि यस्तै एउटा मध्यम वर्गीय परिवारको जेठो छोरोको बिहे भएछ क्या। बिहे भएपछि दुलै भित्री आयो। दुलै भित्रियाको भोलिपल्ट या पर्सिपल्ट दुल्हन हो कि दुल्हन फर्काउन जाने भन्छ नि, दुला दुलै ससुराली जान्छ नि, हो जाने तयारी भयो। अनि तयारी भएपछि अनि दुलाको बाउले अब मेरो छोरो सिधा साधा छ, गएर ससुरालीमा बोल्ने ढङ्ग पुग्दैन कि भनेर अब छोरालाई केही त सिकाएर पठाउनु पर्यो भनेर ए नानी यता त ससुराली जाँदाखेरि अलि तरिका पुर्याएर बोल्नु। जानु बित्तिकै पहिले ससुरालाई ढोक्नु, सासूलाई ढोक्नु, जेठान जेठानीलाई ढोक्नु भनेर बाउले भनेछ। हस् बुवा भनेर भने उसले पनि त्यो दिमागमा राखिरह्यो। नभन्दै भोलिपल्ट ऊ दुला दुलै दुरन फर्काउन गयो। गएपछि समयमै घरमा उहाँ पुग्यो ससुराली। लगेको माल सामानहरू दलानको आँटीमा राख्यो। अनि ससुरा पनि त्यही छेउमै रहेछ। पहिले ससुरालाई ढोक्नुपर्छ, त्यसपछि सासूलाई ढोक्नुपर्छ भनेर बुवाले भन्नुभएको थियो, याद गरिराखेको छ। ससुरालाई ढोकेछ। ससुरालाई ढोकेपछि अब सासूलाई ढोक्नुपर्छ भन्ने कुरो बुवाले भन्नुभएको थियो। अब सासूलाई ढोक्नु पर्यो भनेको थियो। सासू मिलिकको घर पछाडितिर गए जस्तो गरेको थियो, खै आउनु भएन, कता जानुभयो। घर पछाडि नै गएर ढोक्छु भनेर ज्वाइँ सासूलाई ढोक्न घर पछाडि गएको। त्यसै सासू त त्यसै पिसा फेरिरहेको थियो कि मरे मरे त्यो ज्वाइँ के भने त्यो पिसा फेरेकै ठाउँमा गएर ढोकिदिएर रटेको कुरो सिकाएको कुरोले पनि कतिपय ठाउँमा काम गर्दैन भन्ने कुरो यो कथाले